नमस्कार साथीहरु, सेवा र साथीहरु, अलि बिहानै उठेर मैले एउटा भिडियो हेरेँ। एकजना साथी जसले मलाई मेसेज गर्नुभयो र अनलाइन साथीको जो राजु दर्नाल हुन्छ उहाँको भिडियो मैले हेर्न पाएँ। त्यसमा चाहिँ सन्तोष देउजा नाम गरेको पत्रकारले हर्कजीको बारेमा केही भन्नुभएको रहेछ। मलाई सिधै त्यस कुराको प्रतिकार गर्न मन लाग्यो। जे जति कुरा चाहिँ सन्तोष देउजाजीले हर्कजीको बारेमा भन्नुभयो मलाई साह्रै नराम्रो लाग्यो। अब यो मेरो भिडियो वास्तवमा सिधै सन्तोष देउजाजीको लागि हो। सन्तोष देउजाजी, तपाईं जहाँ पनि हुन्छ, यदि तपाईले मेरो भिडियो हेर्ने तपाईलाई मौका परेको छ भने म तपाईलाई के भन्न चाहन्छु भने केही कुराहरू बुँदागत रूपमा है। एउटा त तपाईले के भन्नुभयो भने दम्ब भनेर भन्नुभयो कि हर्कजीलाई। दम्बको परिभाषा के हो? तपाईलाई दम्बको परिभाषा थाहा छ कि छैन? के हो जसलाई चाहिँ दम्ब भनिन्छ? त्यस्तै भन्ने हो भने तपाई एउटा पत्रकार भएर तपाई त्यहाँ जसरी प्रस्तुत हुनुभएको थियो, तपाई आफैमा त्यो दम्ब देख्यो कि हर्कजीको त्यो कुरा के गर्ने भन्ने कुराकानी गर्नुभयो। पत्रकारले उसको कुराकानी के गर्ने, उसको कुराकानी के गर्ने भनेर बोल्ने होइन। तपाई आफै नै एउटा दम्ब वाला व्यक्ति हुनुहुँदो रहेछ। अनि अर्को तपाईले के भन्नु भने अनि पानी मात्रै हो त, पानी मात्रै हो, 5 वर्षमा पानी मात्रै गर्ने हो भनेर भन्नुभयो तपाईले है। त्यहाँ थुप्रो छ, पानी बाहेक अरू पनि थुप्रै काम भएको छ। र पनि तपाईलाई के भन्न चाहन्छु भने पानी मात्रै नै हो भने त्यही प्रश्न मलाई गरिएको भए म तपाईलाई सिधै के भन्थे हो भन्थे के। धरानमा म त्यो व्यक्ति हो, अहिले 64 को भए। 50 वर्ष अगाडि मैले यो काँधमा चाहिँ पानी बोकेको छु, गाग्रीमा पानी बोकेर सदन स्कुलबाट बाँझा गरेर पुर्याएको छु। म यही व्यक्ति हो र अहिले पनि त्यो स्थिति छ। 50 वर्ष भयो। यो 50 वर्षमा कांग्रेस, एमाले, पञ्चायत, राजा साजा सबैले चाहिँ शासन गरेको ठाउँ हो, हैन र? र पानीको अवस्था अझै पनि त्यही छ। अनि त्यही ठाउँमा पानी मात्रै भयो भने पनि त्यो भयंकर ठूलो कुरा हुन्छ। त्यति मात्रैले हुन्छ, त्यहाँभन्दा बेसी खोज्नु हुँदैन। तर अब तपाई चाहिँ एउटा ठक्क निकाल्नुस्, एउटा केही नोट निकाल्नुस्, हैन, कपी सपी केही निकाल्नुस्, ल लेख्न सुरु गर्नुस् त्यहाँ के भयो भन्ने कुरा। ल सुन्नुस् है, एउटा दुईटा तीनटा चारवटा पाँचवटा क्रमैसँग म तपाईलाई भन्छु के भएको छ। जस्तो बहुभाषिक पाठशाला अब उद्घाटन गर्ने क्रममा पुगिरहेछ। त्यो बहुभाषिक पाठशाला के हो एकपल्ट गएर बुझ्नु। अर्को रिचार्ज पोखरी, जसमा चाहिँ 27 देखि लिएर 30 लाख लिटर पानी अट्ने त्यो ठूलो रिचार्ज पोखरी बन्दैछ, त्यसको बारेमा गएर बुझ्नु। अर्को तपाईको चाहिँ लाखौं किसिमको त्यो बोट बिरुवा रोपिएको छ। त्यो लाखौं बोट बिरुवाहरूको अवस्था के छ, सप्रिएन, फलफूल लाग्यो लागेन, त्यसको अवस्था के छ, त्यो पनि त्यहाँ गएर बुझ्नु। धारणिक म कुराकानी गर्दैछु है। अनि अर्को के भने जति पनि त्यहाँ अहिले पछिल्लो पल्ट चाहिँ धरानमा यो 3 वर्षमा सडकहरू बनेका छन्, ती असाध्यै दरा र असाध्यै चिल्ला छन्। एकपल्ट गएर हेर्नु त्यो सडकहरू, त्यहाँको बाटोघाटोको अवस्था गएर हेर्नु। धरानको सरसफाई गरेर हेर्नुस् हगि कस्तो छ के छ भन्ने कुरा। त्यो विश्व स्वास्थ्य संगठनले यतिकै प्रमाणपत्र दिएको होइन, आँखा फुटेको छैन तिनीहरूको। त्यस्तै लागू पदार्थ, औषधि बेचबिखन र त्यसको सेवनको विरुद्धमा जुन हर्क साम्पाङजीको अभियान चलिरहेको छ, 146-47 हप्ता कति भइसक्यो, त्यो पनि गएर बुझ्नु के हो। प्रत्येक शुक्रबार त हुन्छ, अनिवार्य हुन्छ हगि, त्यो एकपल्ट गएर बुझ्नु। अनि डेंगू नियन्त्रण धरानमा कुन किसिमले भयो, त्यो एकपल्ट धरानमा गएर बुझ्नु। त्यहाँको स्वास्थ्य महाशाखामा गएर बुझे भइहाल्यो नि, हैन? हर्कजीसँग बुझ्नु पर्दैन। स्वास्थ्य महाशाखामा गएर त्यो डेंगू नियन्त्रणको बेलामा हर्कजीले के कति काम गर्नुभयो त्यो कुरा तपाईले त्यहाँ गएर बुझ्नु। अनि अर्को तपाईको चाहिँ जस्तो चाहिँ अहिले कोकाको भर्खरै पानी झरो, कोकाबाट 42 किलोमिटर सोझो नाप्दाखेरि बाङ्गो टिङ्गो गरेर नाप्दाखेरि 55, 52, 55, 60 किलोमिटर जस्तो हुन जान्छ। त्यो पानी आयो, यो दोस्रो हो। त्यो पनि हर्कजीले गर्नुभएको। तपाईले त्यो कुरा थाहा पाउनुभयो कि थाहा पाउनु? लेख्दै जानुस् है, लेख्दै जानुस्। म भन्दैछु नि फेरि, लेख्दै जानु है, तपाईलाई थाहा रहेछ कि। अनि अब सुम्निया पारुहाङको 22-25 करोड लगानीमा सरकारको 1 पैसा पनि लगानी नगरिकन 22-25 करोड लगानीमा हामी जस्ता जनताको चाहिँ आर्थिक सहयोगमा त्यो सुम्निया पारुहाङको त्यहाँ प्रतिमा स्थापना हुँदैछ। त्यो भनेको चाहिँ एउटा ऐतिहासिक हुनेछ। त्यो भनेको खालि जाने, फोटो खिच्ने, सेल्फी खिच्ने, भिडियो खिच्ने त्यसको लागि होइन। त्यो भनेको एउटा चाहिँ अध्ययन केन्द्र हुन्छ। विदेशका मान्छेहरू सुम्निया पारुहाङ के हो भन्ने कुरा बाकायदा बुझ्न त्यहाँ आउँछन् जब त्यो त्यहाँ बन्छ। बुझ्नुभयो? तपाईँ हामी पनि जान्छौँ, तपाईँ स्वयं पनि जानु, पक्कै पनि जानुहुन्छ होला कि त्यो त्यस्तो बन्दैछ। त्यो पनि हर्कजीले गर्दै हुन्छ, हैन?
अनि अरु कुरा के आयो, सप्तकोशीको पानीको लागि हर्कजीले के कति प्रयास गर्नुभयो। तपाईले त कुनै पनि भिडियो हेरेको रहन्छ, उहाँको प्रयासको बारेमा तपाईले बुझ्ने प्रयास गरेको रहन्छ। प्रचण्डजीकै पालामा गएर पनि हर्कजीले बारम्बार भनेको हो, प्रचण्डजीकै पालामा त्यो राजेन्द्र राई भन्ने व्यक्तिले एकदम सेतो झुटो बोलेको, 5 अरब कति चाहिँ करोडको चाहिँ बजेट छुट्याएको छ भने के हो त प्रचण्डकै पालामा। तपाईलाई त्यस कुराको जानकारी छ कि छैन? के गरेर बसेका छन् त्यो तपाईलाई थाहा होला नि त हैन। कतिपय कुराहरू केन्द्रबाट शासित हुन्छ, केन्द्रबाट नियन्त्रित हुन्छ भन्ने कुरा। त्यो सप्तकोशीको पानीको लागि किन कुरा अगाडि बढिरहेको छैन, तपाईले पनि त्यो कुरा अगाडि बढाउनु है, त्यो कुरा भन्नु एकपल्ट राम्रोसँगले भन्नु। अनि अरु कुरा त्यो विमानस्थलको बारेमा पनि बनाउने कि नबनाउने जे गरे पनि हुन्छ, तर निर्णय चाहियो, आधिकारिक चाहियो। विमानस्थल बनाउने भए बनाउने भन्नु, नबनाउने भए नबनाउने भन्नु, तर एउटा निर्णय चाहियो, आधिकारिक। हर्कजीले मागेको मागे हुन्छ, खोइदिएको है, खोइदिएको। अनि त्यस्तै गरेर तपाईको चाहिँ अर्को यहाँ मैले के लेखेर पनि राखेको थिएँ हैन, बिर्सिन्छु होला भनेर म त हेर्दैछु। अनि सर्दु जलाधारको संरक्षणको लागि त्यहाँ उच्च अदालतमा त्यहाँ मुद्दा परेको छ। त्यो मुद्दाको पेशी किन बारम्बार किन त्यो चाहिँ पछाडि त्यसलाई धकेलेको त्यसलाई गरिँदैछ। त्यो सर्दु जलाधारको के हो भन्ने कुराको त्यो छिनोफानो हुनु परेन र त्यसमा हर्कजीले काम गर्नुभयो कि गर्नु भएन, तपाईले देख्नुभयो कि देख्नु भएन, तपाईले बुझ्नुभयो कि बुझ्नु भएन, तपाईले त्यो पनि पहिले हेर्नु होला। तपाईलाई साह्रै नै ज्ञानको कमी रहेछ। पत्रकार हुँदैमा केही पनि हुँदैन। पत्रकार भनेर यहाँ चाहिँ बिल्ला टाइँ झुन्ड्याएर केही हुन्छ र? पत्रकार भन्ने बित्तिकै सबै कुरा जानेको हुन्छ र? तपाईभन्दा म ठुलो पत्रकार हो ल। अहिलेको जमाना प्रत्येक मोबाइल फोन एउटा समाचार संस्था र प्रत्येक व्यक्ति नै समाचारदाता। तपाई के फुरफुर गर्नुहुन्छ पत्रकार भनेर, त्यो फुरफुर नगर्नुस्, तपाईलाई केही पनि थाहा रहेनछ कि। अनि अरु कुरा के अरे यो चाहिँ अब जुन अहिले विभिन्न किसिमका पार्कहरू बनेछन्, आराधरण, एसडीएस रोज गार्डन, एसएनएस रोज गार्डन, चिल्ड्रेन पार्क, गोर्खा चौतारा, श्रमदान चौतारा, तपाईको छैन, यो आँखा छैन, यो बुद्धि केही पनि छैन, त्यहाँ देखिँदैन। त्यहाँ दिनरात मान्छे त गइरहेको छ नि त हैन। प्रत्येक दिन 50, 55, 60 हजारको दरले त्यहाँ पैसा आइरहेको छ त्यहाँबाट, र त्यो नगरपालिकाको त्यो सम्पत्ति हो। नगरपालिकाले त्यसरी पैसा कमाएको छ। त्यो पैसा हर्कजीले त्यहाँ जोड्दै हुन्छ, प्रत्येक दिन त्यसरी पैसा आइरहेको छ। तपाईले त्यस कुराको चाहिँ ध्यान गएन हैन, नमस्कार गरेन भने सबै चाहिँ सुन्नु भएछ तपाईले। र हर्कजीले गरेको यति धेरै कामहरू चाहिँ तपाईको आँखाले पनि देखेछ, तपाईको कानले पनि सुनिन्छ कि। कुन दुनियाँ बसेर पत्रकारिता गर्दै हुन्छ? यस्तो पत्रकारको काम छैन, यस्तो पत्रकारको कामै छैन। अनि अर्को अब यो हर्कजीको यो अभियानले गर्दाखेरि जुन किसिमले त्यो दिदी बहिनीहरू जोडिनु भएको छ, ज्येष्ठ नागरिकहरूले सम्मान पाइरहेका छन्। प्रत्येक विद्यालयमा प्रत्येक आइतबार यतिखेर हर्कजी त्यहाँ गएर अब यो श्रमदानको महत्व त्यहाँ भन्दै हुन्छ। के हो श्रम भनेको, त्यसको शिक्षा दिँदै हुन्छ। बुवालाई भनेको मान्नुपर्छ, शिक्षकहरूले भनेको मान्नुपर्छ भन्ने किसिमको त्यस्तो शिक्षा दिइरहनु भएको छ उहाँले। तपाईको कानले सुनेको सुनेन, तपाईको आँखाले त्यो देख्न सक्यो कि सकेन। एउटा राम्रो शिक्षा त्यसरी हर्कजीले त्यो काम पनि गर्दै हुनुहुन्छ हैन। अनि जनमतबारको रूपमा प्रत्येक मंगलबार उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र कार्यकारी अथवा चाहिँ कार्यकारी प्रधानमन्त्री हुनुपर्छ भन्ने कुराको माग, एउटा शान्तिपूर्ण माग उहाँले निरन्तर गर्दै हुन्छ। तपाई त्यो देख्नुभयो कि देख्नु भएन हैन। अनि तपाईले के गर्नुभयो भने रेणु दाहालसँग तपाईले गएर चाहिँ तुलना गर्नुभयो कि। रेणु दाहालसँग तुलना गर्नुभयो, रेणु दाहालको नाम लिनुभयो, अरु कसैको नाम लिनुभयो। भनेको मतलब एक किसिमको मैले के संकेत पाउँदैछु भने तपाई पक्कै पनि माओवादी नै होला भन्ने संकेत पाउँदैछु। हुन त राजुजीको त्यो भिडियोमा जुन किसिमले तपाईलाई गाली गरेका छन् नि मान्छेहरूले, त्यो गालीले नै धेरै कुरा त्यहाँ छर्लङ्गै पार्छ हैन। गाली नै गर्नु छ भनेर तपाई के तपाईलाई पनि गाली गर्ने छन्, एक सेट त्यहाँ देखिहाल्नुभयो भने एकपल्ट गएर पढ्नु होला त्यो कमेन्टहरू। राजु दर्नालको त्यो भिडियोमा गएर पढ्नु होला, थाहा पाइहाल्नुहुन्छ। बुझ्नुभयो कि बुझ्नु भएन। अनि रेणु दाहालसँग तपाईले गर्नु, तपाईको रेणु दाहालको 7 वर्षको तपाईले कुराकानी गर्नुभयो। मलाई थाहा भएन रेणु दाहालको यो दोस्रो कार्यकाल हो कि पहिलो कार्यकाल, त्यो मलाई थाहा भएन। पहिलो कार्यकाल हो भने 7 वर्ष भन्ने कुरै आएन। दोस्रो कार्यकाल हो भने पनि 7 को संख्या चाहिँ मिलेन। तपाईको गणित कमजोर रहेछ। बुझ्नु कि बुझ्नु भएन? तपाईको गणित एकदम कमजोर छ। 7 को संख्या मिल्दैन। दोस्रो कार्यकाल हो भने
8 वर्ष हुनु पर्यो, किनकि 3 वर्ष भइसक्यो। यो हर्कजीको 3 वर्ष भयो भने रेणु दाहालको पनि पक्कै पनि 3 वर्ष यतापट्टि, त्यहाँभन्दा पहिलाको 5 वर्ष हैन। कि त पहिलो कार्यकालमा त हुँदैन, दोस्रो कार्यकाल खाँदै गरेको भने 7 या 8 वर्ष। तपाईँ आफै भन्ने हुन्छ 7 वर्ष हैन। 7 वर्ष गल्ती हो, 8 त्यसलाई भन्नुपर्छ तपाईले सही अर्थमा। 8 वर्षको कार्यकालको चाहिँ उपलब्धिलाई हर्क साम्पाङजीको 3 वर्षमा तपाईले दाँजेर भन्न खोज्नु भएको, त्यही हो तपाईको शिक्षा भनेको, त्यही हो तपाईको जानकारी भनेको। खोइ तपाई यहाँ बुद्धि विवेक केही पनि पाइन कि मैले हैन। 7-8 वर्षको कार्यकालमा पाएको उपलब्धि र 3 वर्ष हर्कजीको, त्यसमाथि प्रचण्डजीको छोरी माओवादी उता संगठन पूरा छ पछाडिपट्टि, 3टा सदस्य के भन्ने हुन्थ्यो त्यो भनेर के गर्ने, तर पूरा संगठन त्यहाँ छ, प्रचण्ड त्यहाँ हुन्छ। हिजो अस्ति प्रधानमन्त्री भएकै हो, फेरि पनि हुन सक्नुहुन्न भन्ने कुनै ग्यारेन्टी त्यहाँ भएन, कुनै ग्यारेन्टी भएन। प्रचण्डजी फेरि प्रधानमन्त्री भएर आउन सक्नुहुन्छ, मान्छेलाई डर हुन्छ। त्यसमाथि रेणुजी भनेको चाहिँ महिला हो, महिला भइसकेपछि के मान्छे अलिकति केही हच्किन्छन्। तपाईलाई यो कुरा प्रश्न थाहा नै होला हैन। तपाईले त्यसमाथि बजेटको कुरा पनि गर्नु भएन। त्यहाँ भरतपुरमा कति बजेट, धरानमा कति बजेट, त्यसको पनि तपाईले कुराकानी गर्नु भएन। तपाईले सन्तोषजी असाध्यै नराम्रो काम गर्नुभयो, असाध्यै नराम्रो काम हो। यस्तो पछि नलाग्नुस्, पछि लाग्नुभयो भने पत्रकार भएको दम्ब तपाईसित नदेखाउनुहोस्। तपाईहरुको पत्रकारिताको दम्ब अब हामीहरु चकनाचुर पार्नेछौं कि। फेरि पनि दोहोर्याएर भन्छु, प्रत्येक मोबाइल फोन एउटा समाचार संस्था हो र प्रत्येक हामी जस्ता व्यक्तिहरु एउटा पत्रकार हो। हस् ल, नमस्कार, सेवा र